अहिले भाउ छैन, हुन त जहिले पनि भएकै हो। टमाटर छ धेर जस्तो, अनि त्यो खोर्सानी बन्दा लाए बाउले घोडगदाले खान्छ। यो अहिले 3 थरी लगाएको छ। एउटा हाइब्रिड भन्छन्, एउटा शिखर भन्छन्, एउटा गोड्ने दबाई छिट्ने नत्र मर्ने चिसो लाग। यो त अगाडि पछाडिको लागि रोपेको, अहिले त चैत आएर सबै एकैचोटि भइसक्यो। भाउ नभएर छोड्दा अब कहिले भाउ? यसरी गर्दा के फाइदा हुँदो रहेछ र थरी थरी लगाउँदाखेरि? अब कहिले यसको भाउ कहिले त्यसको भाउ, त्यही फाइदा त्यही हो। सानो गोलीमा अहिले हातैमा आउँदैन, पानीले गलेर हाम्रो ठुलो भाउकोले टिप्न, नत्र अहिले मान्छेहरूको त फ्यात्तै गइसक्यो, त्यो पनि यो मचान भएकोले। यो चाहिँ डोरी लगाउनु भएको छ, मल्चिङ तल यसको यो लगाउनुको कारण भुइँमा राख्दा गल्छ, पानीले थिच्छ। यसरी त ठाडो भयो, बस्छ राम्रो। खर्च धेरै यसमा पर्ने, मान्छे पनि धेर लाग्ने। भाउ आए त राम्रै हो, नआउँदा त गयो। अब यत्रो डोरी कहाँ, तार कहाँ, यो बाँस कहाँ।